विशेष गरेर हामीले 8वटा मुद्दा राखेका छौँ। अहिलेको जेनजीको आन्दोलन भनेको 84 को चुनाव 82 मा गर्नका लागि होइन। यो आन्दोलन भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि हो। यो आन्दोलन भनेको प्रदेश संरचना खारेजका लागि हो। यो आन्दोलन भनेको गैरदलीय स्थानीय तहका लागि हो। यो आन्दोलन भनेको संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्दका लागि हो। र यो आन्दोलन भनेको भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन निर्माणका लागि हो। यो आन्दोलन भनेको अहिले जो वास्तविक जेनजीहरू छन् ती वास्तविक जेनजीहरू आज 25 वर्षसम्मका 90% छन्। तर अहिलेको संविधानले के भन्छ भने 18 वर्षको जेनजीले चाहिँ भोट हाल्न पाउँछ, तर 25 वर्ष नपुगिकन उम्मेदवार बन्न पाउँदैन। त्यो चाहिँ कानुन खारेज गर्नु पर्यो। र अर्को अनलाइन मतदान सिस्टमबाट अगाडि बढ्नु पर्यो र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई मतदानमा सुनिश्चित गर्नु पर्यो भनेर रापरपाको तर्फबाट मैले 8वटा बुँदा चाहिँ आज राष्ट्रपतिलाई बुझाइएको छ। र यो बुँदाहरू म तपाईँलाई उपलब्ध हुने गराउँछु। र विशेष गरेर राष्ट्रपतिलाई र प्रधानमन्त्रीलाई आज हामीले भनेका छौँ र मैले भनेको छु हामीले रापरपाको तर्फबाट यो सिर्फ 84 को चुनाव 82 मा गर्नका लागि हुबहु नजानुस्, संविधान संशोधन गर्नुस्, प्रदेश संरचना खारेज गर्नुस्, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जानुस्, तब मात्र समस्याको समाधान हुन्छ। होइन भने यो कुरा यदि लागू गर्न सकिएन, भ्रष्टाचारीलाई कारबाही गर्न सकिएन, हत्यारालाई कारबाही गर्न सकिएन भने फेरि आन्दोलन उड्न सक्छ भनेको छ। हामीले एउटा कुरा राजासहितको प्रजातन्त्रको कुरा पनि अगाडि बढाएका छौँ। राष्ट्रपति र प्रधानमन्त्रीको कुरा चाहिँ जसरी पनि निर्वाचनमा जानुपर्छ राष्ट्रपतिले भन्नुभएको छ। र नेपाल र प्रधानमन्त्रीले चाहिँ अहिले दलका नेताहरूले चाहिँ विशेष गरेर सुरक्षाको विषयलाई लिएर कुराहरू उठाउनु भयो। हामीले चाहिँ त्यो कुरा उठाएनौँ। उहाँहरूको सुरक्षा कटौतीको विषय प्रधानमन्त्रीले सुरक्षा कटौतीकै कानुनसङ्गत छ र जसरी पनि हामी चुनाव गराउँछौँ भन्नुभएको छ। तर चुनाव गर्नका लागि चाहिँ धेरै कुरा संविधान संशोधन नगरिकन चुनाव हुन सक्दैन भन्ने कुरा हामी दलको ठाउँमा भनेपछि सुरक्षाको विषयमा चाहिँ धेरै नेताहरूले कुरा उठाए। त्यहाँ अब फागुन 21 गते नै निर्वाचन हुन्छ भन्ने चाहिँ दलहरूसँग चाहिँ ढुक्क भएको देख्नु भयो। अब छैन। नेपाली काङ्ग्रेसले चाहिँ अहिलेको आफ्नो केन्द्रीय समितिको बैठक नगर्दासम्म चुनावमा जाने कि नजाने भन्ने निर्णय गरेन। नेकपा एमाले पनि त्यही कुरा गरेको छ। माओवादीले पनि करिब त्यो कुरा गरिरहेको छ र अन्य केही पार्टीले गरिरहेका छन्। र हामीले चाहिँ निर्वाचन यतिकै जानु हुँदैन, संविधानमा व्यापक संशोधन नगरिकन निर्वाचनमा जानुहुन्न भने हामी सुरक्षा प्रत्याभूति गर्छौँ, चुनावमा जाउँ भन्ने कुरा अगाडि छ। विशेष गरेर नेपाली काङ्ग्रेसले चाहिँ अहिलेको शान्ति सुरक्षा अमन नभएको हुनाले तत्काल चुनावमा जान सक्ने अवस्था छैन, त्यो केन्द्रीय समितिको बैठकबाट बढाउने भन्ने कुरा गर्यो। नेकपा एमाले पनि त्यही कुरालाई अगाडि बढाएको छ। नेकपा माओवादीले पनि त्यो कुरालाई अगाडि बढाएको छ। र अब हामीले चाहिँ विशेष गरेर के भने यो 84 को चुनाव 82 मा गर्नका लागि होइन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहियो यो देशमा, प्रदेश संरचना खारेज चाहियो, अनलाइन भोटिङ सिस्टम चाहियो, विदेशमा रहेका नेपालीलाई भोट हाल्ने अधिकार सुनिश्चित गर्नु पर्यो, नेपालभित्रै पनि भोटिङ गर्न पाउनु पर्यो। जेनजीहरू 18 वर्ष भोट हाल्न पाउँछन् तर उम्मेदवार बन्न पाउँदैनन्। त्यो तपाईँको संविधान संशोधन गर्नु पर्यो। उहाँहरूले त्यो प्रतिक्रिया दिनुभएको छैन, प्रतिक्रिया दिनुपर्छ।